टिकटक आइडीमा तपाईँलाई स्वागत छ र आजको मेरो जुन यो टपिक रहेछ यो टपिक भोल्युम र टर्नओभर केलाई भनिन्छ हैन। यो मेरो भन्नाले यो सेयर मार्केट अन्तर्गत हैन भोल्युम र टर्नओभर कसलाई भन्ने हो, कसरी बुझ्ने हो, किनकि टर्नओभर र भोल्युमको हैन धेरै नै महत्त्व रहेको छ यो सेयर मार्केट अन्तर्गत। किनकि यो नबुझ्दाखेरि हामीले पत्ता लगाउन सक्दैनौँ कि मार्केटमा हैन कति किन बेच भइरहेको छ, कतिको किन्यो कतिको बेच्यो हैन। त्यो भोल्युम र सेयर हैन कारणले नै हामी बुझ्छौँ कि आज मार्केटमा हैन मार्केट गिरेछ कि मार्केट हैन बढेछ। त्यो अलि हैन टर्नओभर र भोल्युमबाट हैन हामी अलि बुझ्दाखेरि अलि सजिलो हुन्छ क्या। भोल्युम भन्नाले यो एक निश्चित अवधिमा कारोबार भएका कुल सेयर सङ्ख्या हो। आज दिनभरिमा 5 लाख किता सेयर किन बेच भयो भने त्यो भोल्युम हो। भोल्युम भन्नाले दिनमा हैन कुनै कम्पनीको किता हैन किन बेच हुन्छ नि, त्यो किताले कति दिनमा कति जस्तो कि बेच्यो 5,000 किन्यो हैन। त्यो जुन 5,000 हुन्छ नि त्यो 5,000 को जुन किता किन बेच भयो त्यसलाई नै भोल्युम भनिन्छ। र यो जुन टर्नओभर छ नि, टर्नओभर भन्नाले यो कारोबार भएको कुल रकम रुपैयाँ हो। उदाहरणका लागि हेर्दाखेरि 5 लाख किता सेयरको मूल्य 10 करोड रुपैयाँ हुन आउँछ भने त्यो 10 करोड टर्नओभर हुन्छ। ल म एउटा इक्जाम्पल दिएर हैन बुझाउँदाखेरि अलि सजिलो हुन्छ तपाईहरुलाई। इक्जाम्पल लिएछु, मानौ कि यो भोल्युम भयो र यहाँ टर्नओभर छ र यहाँ एउटा प्राइस दिएछ हैन। यो जति छ नि मार्केट क्लोज भएको हैन यो पुरा यो डिटेल रहेछ। किनकि यो मानौ कि यो भोल्युम जुन छ कि भोल्युम यो 40 छ हैन, यहाँ प्राइस दिएछ 328 दिएछ र यहाँबाट टर्नओभर हेर्दाखेरि 12,549। अब यसलाई म यसरी बुझाउ हैन। यो 40 जुन छ नि त आज मानौ कि 11 बजे हैन मार्केट ओपन भयो, मार्केट ओपन हुँदाखेरि 3 बजे हैन क्लोज भइहाल्छ। त 11 बजेदेखि 3 बजेसम्म हैन यो जुन भोल्युम छ, भोल्युम त 40 छ भने 40 यहाँबाट 60 गयो त 60 त एकै 40 देखि 60 त गएको नहोला। 40 बाट हैन एक बढेर 2 बढेर हैन बिस्तारै 3 बजेसम्म कति गयो 60 मा गयो हैन। त्यस्तै यो 328 छ, यहाँ 377 छ। त 328 हैन बिस्तारै कसरी गएको होला, 28 भएको होला, 29 30 हैन 31 32 त्यस्तै गरेर लास्टमा हैन 3 बजेसम्म हैन टोटल क्लोज टाइममा हैन यति 377 मा हैन क्लोज भइसकेको होला। र टर्नओभर जुन छ 21,108 भएछ भने यो बीचमा जति 328 29 30 31 यो बढ्दै गयो बीचमा, यहाँ भोल्युम पनि बढ्दै गयो। यो दुवैको जुन बढ्ने बीचमा जुन सबै जो मल्टिप्लाई गर्दाखेरि बीचमा हैन त्यो तति लास्टमा हैन क्लोज मार्केट जब क्लोज भयो बन्द भयो त्यो बेला हैन यो टोटल कारोबार जुन भयो 21,108 रुपैयाँको भयो हैन। यसरी हामीहरुलाई हैन बुझ्नुपर्छ। यसरी हामी यसलाई 377 मा 60 मा मल्टिप्लाई गर्दाखेरि हाम्रो 21,108 रुपैयाँ आउँदैन। यो बढ्न पनि सक्छ र घट्न पनि सक्छ। त्यो बीचमा हैन यो मलाई लाग्छ यो त्यति हुँदैन, घट्न सक्छ तर बढी हुन सक्दैन। ल 60 मल्टिप्लाई 377 मा एकचोटी म हैन मल्टिप्लाई गरेर हेर्छु। 60 मल्टिप्लाई 377 यो 22,620 रुपैयाँ भइहाल्छ हैन। त्यो के भयो कि त्यति पुग्दैन, 21,000 मात्रै समथिङ रहेछ। त्यो भन्नाले हैन यो जुन बीचमा जुन बढिरहेको थियो नि प्राइस बढ्दै गयो, भोल्युम पनि बढ्दै गयो, त्यो बीचमा हैन क्याल्कुलेसन हुँदै गयो हैन। क्याल्कुलेसन हुँदै हैन लास्ट मार्केट जब क्लोज भयो, मार्केट क्लोज हुँदाखेरि कति भयो 21,108 पुग्यो हैन। यतिमा यो क्लोज भयो। यो दुवैको बीचमा जुन मल्टिप्लाई भयो भोल्युम र यो जुन प्राइस दिएछ हैन यो बीचमा घटबढ भयो त दुवैको जुन मल्टिप्लाई भयो त्यसमा जति जुन यसको कारोबारको जुन रकम आयो त्यसलाई नै हामी टर्नओभर भन्छौँ के।